एसएसएचएल 350 पुग्छ त भनेर चाहिँ धेरैले मलाई पहिले क्वेसन गर्थ्यो है। सो मैले चाहिँ के भन्थेँ भन्दाखेरि चाहिँ यो एरियामा हुँदाखेरि चाहिँ 350 त पुग्ला, तर त्यो भन्दा अगाडि चाहिँ यो ग्यापमा चाहिँ फिल गर्न आउँछ भनेर मैले भनेको थिएँ। सो यो ग्यापले चाहिँ फिल गरेर चाहिँ माथि गएको छ। अब यसको टार्गेट चाहिँ कहाँसम्म राख्न मिल्छ त भन्दाखेरि चाहिँ हामीले चाहिँ नर्मल टार्गेट चाहिँ यही हो हाम्रो, जहाँबाट झरेको त्यही 250 को टार्गेट राख्न मिल्छ भने चाहिँ, अनि हामीले चाहिँ यसमा चाहिँ विकली चार्ट राखेर हेर्ने हो भने चाहिँ अब चाहिँ हामीले चाहिँ कहाँसम्म टार्गेट राख्न सक्छौँ त भन्दाखेरि पहिलाको अल टाइम हाईसम्म टार्गेट राख्न सक्छौँ। यो भनेको चाहिँ हाम्रो चाहिँ लगभग 310 315 को चाहिँ हाम्रो चाहिँ टार्गेट हुन आउँछ है। यो एरियासम्म पुग्न चाहिँ अलिक टाइम लाग्ला, तर पुग्न त पुग्छ है। तर हामीले चाहिँ नजिकको टार्गेट राख्ने हो भने चाहिँ यो 250, देन त्यसपछि 310 320 को चाहिँ हामीले चाहिँ टार्गेट राख्न सक्छौँ है। अब जोसँग छ होल्ड गर्नु होला, जसले चाहिँ किन्ने सोचिराख्नु भएको छ उहाँले चाहिँ अलिक पुल ब्याक आयो भने चाहिँ तपाईले चाहिँ यो 210 215 सम्म पायो भने चाहिँ तपाईले चाहिँ मजाले बाइङलाई हेर्न सक्नुहुन्छ। पहिलो टार्गेट यो, दोस्रो टार्गेट चाहिँ तपाईले चाहिँ यो 310 320 को टार्गेट राखेर चाहिँ होल्ड गर्नु होला भनेर भन्छु है।